साँच्चै डर लाग्दो छ नि। ल यो झार आएछ यस्तो। अलिअलि त आइहाल्छ नि। अब धानले जितिसक्यो केही हुँदैन। राम्रो छ बगैँचाभित्रको भयो नि धान। ल कायदा छ। आँप पनि फल्ता है, धान पनि फल्ता है, सब कुछ होता है। ठिक छ ल। लिनु पानी के छ पानी। कायदा छ। यहाँ चाहिँ झार चाहिँ आयो अस्ति गोडेको, तै पनि बारीभरि घाँस छ। बस्तु पाले छैन। राई जम्मै घाँसका बिरुवा, यी सबै बाटोभरि घाँसै घाँस, घाँसै घाँस। यो झार पनि उठाउनु पर्यो। तर अब धान पोलाइसकेछ है। धान पोटाइसकेको बुढो। धान पोटाएछ। अब एक हप्ताभित्रमा खाद फेरि एकपल्ट छरिदिएपछि हुने रहेछ ल।